प्रवेश गर्नुभयो, स्टार्ट कसरी गर्नुभएको थियो? अब मलाई मेरो ममले भनेको अनुसार होइन, अब मेरो मम चाहिँ फेरि कस्तो भने सानोदेखि म नाच्छु भन्यो भने पनि नाच भनिहाल्ने। कुनै दिन मलाई मम ड्याड दुवैजना अभियसली मेरो फ्यामिली नै कहिले भायोलिन सिक्न मन लाग्यो भने चाहे त्यो 4 हप्ताको मात्र इन्ट्रेस्ट होस् होइन, लगेर भर्ना गरिहाल्ने के। त्यतिखेर सारेगामा भन्ने इन्स्टिट्युट थियो एउटा, मैले त्यहाँ सिकेको। त्यसपछि डान्स सिक्न मन लाग्यो भनेपछि मैले क्लासिकल डान्स सिकेको बसन्त सरसँग होइन, भरतनाट्यम पनि उहाँसँग सिकेको। सो जे गर्न मन लाग्यो पेरेन्ट्सले कहिले पनि रोक्नु भएन के। र आई थिङ्क त्यसले ठुलो भूमिका खेल्छ कि एउटा बच्चाको साइकोलोजी, माइन्डसेट, उसको कन्फिडेन्स, उसको आत्मविश्वासलाई सेप गर्नको लागि। सो सानोदेखि जब तपाईँलाई हरेक खुड्किला नभएको ठाउँमा पनि मेरो बाबुआमाले यसरी हातले खुड्किला बनाइदिएको हो नि त, म नलडौँ भनेर, म अझै माथि जाउँ भनेर। सो त्यो अहिले सोच्दाखेरि के होला त्यो जस्तो लाग्छ होला, तर अहिले म फिल गर्छु कि मलाई कति मान्छेले भन्नुहुन्छ नि त कस्तो राम्ररी यहाँसम्म पुग्नुभयो, यत्रो करियर कस्तो राम्रो। मेरो बिगेस्ट यसको श्रेय आई थिङ्क मेरो पेरेन्ट्सलाई पनि दिनुपर्छ क्या मैले, किनभने मेरो कन्फिडेन्स, मेरो आत्मविश्वासलाई यहाँसम्म ल्याइदिनलाई कि होइन है मैले जे ठाने म गर्न सक्छु, मलाई कसैले पनि रोक्न सक्दैन, मैले जे चाह्यो म त्यो गर्छु भन्ने टाइपको एउटा कन्फिडेन्स आफूमा आउनमा आफ्नो फ्यामिली, आफ्नो अपब्रिङ्गिङ, तपाईँको हुर्काइ, तपाईँ कस्तो इन्भाइरोमेन्टमा तपाईँको चाइल्डहुड बित्यो त्यो एकदम इम्पोर्टेन्ट हुन्छ कि। त्यो चाहिँ मैले एकदम स्ट्रङली अहिले फिल गर्छु। अनि म भन्छु पनि क्या कति पेरेन्ट्सलाई आफ्नो चाइल्डको ड्रिमलाई चाहिँ जस्तो उसले सानोभन्दा सानो कुरा होस्, म गिटार बजाउन चाहन्छु, म गिटारिस्ट बन्छु भन्यो भने पनि हुन्छ भनिदिनु क्या अहिलेको लागि, किनभने बच्चाको इन्ट्रेस्ट चेन्ज हुनसक्छ नि त। तर तपाईँले अहिलेदेखि किन गिटारिस्ट बन्नु पर्यो, यसमा फ्युचरै छैन, त्यो दिन जरुरी नै छैन कि। तिमी यो बन्ने त्यो बन्ने भनेर उसलाई बजाउन दिनुहोस् न गिटार, चाहे उसले 3 हप्ता बजाओस्, 3 महिना बजाओस्, 3 वर्ष बजाओस्। 3 वर्षमा ऊ खतरै भएर भोलि त्यही भविष्यमा सबैको लाइक मन जितेर टप भयो भने त एक्ज्याक्टली त्यो पोसिबिलिटी हामीले एक्सप्लोर गर्न दिनुपर्छ क्या बच्चाहरूलाई होइन। अनि सो त्यसले गर्दाखेरि सानोमा चाहिँ ममले मलाई भन्नुहुन्थ्यो कि मेरो एकदमै सिङ्गिङ, डान्सिङ होइन, अब कसैले केही भायोलिन बजाएको देख्यो भने त्यो भोलिदेखि त्यो सिकिहाल्नुपर्ने त्यस्तो टाइपको। अनि मम ड्याडले पनि जहिले पनि इन्करेज गर्ने त्यो कुरालाई। अनि त्यो हुँदै गइसकेपछि म खासमा 2005 त मिस टिन हो, तर म 7 वर्षको हुँदा मैले मेरो पहिलो चलचित्र खेलिसकेको थिएँ एज अ बाल कलाकार। ए हो र? हजुर, महादेवी भन्ने चलचित्र हो त्यो होइन, साँपले टोकेको मुभी। सो त्यो मुभी खेलेँ अनि त्यो मुभी, तर त्यसलाई म मेरो करियरको स्टार्ट चाहिँ भन्दिनँ। डेफिनेटली मैले एक्सपिरियन्स चाहिँ गर्न पाएँ, किनभने त्यो बेला मैले सेलुलोइड, अहिले जस्तो डिजिटल थिएन नि त त्यतिखेर, एउटा रिलको पैसा पर्ने जमानामा त्यो काम त्यति साह्रो याद चाहिँ छैन, तर त्यतिखेर काम गर्न पाएँ। तर त्यो बेलादेखिको मेरो इन्ट्रेस्ट चाहिँ जहिले पनि थियो। अनि त्यसपछि मेरो स्कुल इयर्समा हुँदाखेरि पनि हिजो आजका कुरा मैले कति धेरै जब बिदा हुन्थ्यो, दसैँ विन्टरमा त लामो बिदा हुन्छ नि त, त्यो बिदामा म गइहाल्थेँ सन्तोष पन्त सरकोमा। अलिकति 3-4 एपिसोड, त्यतिखेर त सानो भएको कथा हुन्थ्यो नि त, 4 भएको एउटा कथा सकेपछि नयाँ कथा आउँथ्यो। सो ठ्याक्क बिदा पारेर म गइहाल्थेँ क्या बिदा भएको बेलामा। त्यो पनि यति धेरै खेलेको छु मैले हिजोआजको कुरा होइन। तर आई थिङ्क मिस टिनबाट चाहिँ जर्नी एकदमै प्रपरली अगाडि गएको हो। तर मेरो लगाव अलवेज थियो, घरबाट इन्करेजमेन्ट अलवेज थियो। सानोदेखि नै नाच्न गाउन भनेपछि एकदमै हुरुक्कै, अनि कहिले पनि त्यो मेरो इच्छालाई दबाइदिनु भएन, पखेटा कहिले पनि काटिदिनु भएन, रोकटोक केही पनि थिएन। त्यसले गर्दा अनि त्यो विषयलाई झन्झन एक्सप्लोर गर्दै जान पाएँ, झन्झन आफ्नो कन्फिडेन्स बढ्दै गयो। त्यसपछि त्यही विषयमा पढ्छु भने मेरो मम ड्याडलाई म मेरो ब्याचलर्स मास्टर्स म फिल्म मेकिङमै गर्न चाहन्छु, यो 2004 को कुरा हो, चाहेको भए त्यतिखेर पढ्दैन भन्यो। तर मेरो पेरेन्ट्सले नेपालमा कलेज छैन, बाहिर पढ नि त भनेपछि त्यही सब्जेक्ट पर्स्यु गर्न म अमेरिका गएँ। यत्रो वर्ष बसेँ त्यहाँ, कामसाम गरेँ। त्यसपछि पनि नेपालै फर्किन्छु म, अब पढिसकेँ, म नेपालमै काम गर्न मन छ भन्दा 1 वर्षमा ओके आऊ फर्किन्छु भन्दा पनि ओके जाऊ भनेर। सो 2004-05मा मिस टिन भएँ। 6-7सम्म म यहीँ काम गरिरहेको थिएँ टेलिभिजनमा। 6 को 7तिर गएँ, 7, 8, 9, 10, 11, 12। 2012मा फर्केर आएँ। अनि 12बाट त अब यात्रा चलेको चलेछ। तपाईँले टेलिभिजनमा चाहिँ सोहरू पनि होस्ट गर्नुभयो? हजुर। सुरुमा मेरो स्टार्ट नै मेरो मिस टिन नेपाल म जुन इयर जितेको थिएँ त्यतिखेर त्यो कान्तिपुर टेलिभिजनमा लाइभ ब्रडकास्ट भएको थियो। अनि हाम्रो जजहरू चाहिँ भूषण दाहाल
सर हुनुहुन्थ्यो अनि सुरज सिंह ठकुरी दाई पनि हुनुहुन्थ्यो, उहाँहरू पनि जज हुनुहुन्थ्यो। अनि सो त्यो दिन म क्राउन भइसकेपछि चाहिँ मलाई एक्चुली स्टिल याद छ कि नेक्स्ट डे नै मलाई कान्तिपुरबाटै अफर आएको थियो कि टु जोइन देम। नेक्स्ट डे नै त्यतिखेर त अब ब्युटी प्याजेन्टको अर्कै भ्याल्यु थियो कि अहिले जस्तै वर्षमा 300वटा हुँदैन थियो नि त्यतिखेर त 2-3टा हुन्थ्यो होइन। मिस नेपाल हुन्थ्यो एउटा, मिस टिन नेपाल हुन्थ्यो एउटा, मिस इन्टरनेसनल भन्ने हुन्थ्यो। आई स्टिल रिमेम्बर मैले मिस टिन नेपाल जितेको इयरमा निशा अधिकारीले मिस इन्टरनेसनल जित्नु भएको थियो। उहाँ र मैले कान्तिपुर टेलिभिजन पनि सेम डे जोइन गरेको। उहाँ र म कलिग्स पनि थियो त्यतिखेर त्यो टाइममा। सो त्यतिखेर चाहिँ अलिकति एउटा ब्युटी प्याजेन्टमा नोटिस हुने नेक्स्ट लेभल मलाई स्टिल याद छ कि आजसम्म म नर्मल छु, रातो बङ्गला पढिरहेको छु, A levels चलिरहेछ, मिस टिन जितेँ। भोलिपल्ट एभ्री लिडिङ न्युज पेपरको कभरमा थिएँ म, फर्स्ट पेजमा कभरमा छापिन्थ्यो क्या त्यतिखेर। सो त्यो लेभलको एक्सपोजर एकैचोटि पाएको थिएँ होइन। रातारात अब टेलिभिजन जोइन गरेँ त आफ्नो ठाउँमा, तर रातारात हरेक ब्रान्डदेखि अब कुन ब्रान्डमा काम गरिनँ मैले त्यो टाइममा, ठुल्ठुलो मेजर ब्रान्ड YYदेखि सनसिल्कदेखि हरेक ठुल्ठुलो ब्रान्ड, होर्डिङ त्यतिखेर त जहाँ त्यहाँ होर्डिङ हुन्थ्यो नि त। सो त्यसले गर्दा भर्खर म 16-17 वर्षको केटीले त्यस्तो एक्सपोजर पाएको थियो क्या त्यो टाइममा। तर पनि होइन, बाबाले पढ्नु चाहिँ पर्छ है, तिमी चटक्कै त्यतिखेर भर्खर A level सकेको थियो, अब चटक्कै यही लैलैमा लागेर तिमी पढेनौ भने अहिलेको लागि त तिमीलाई फिल होला कि सबैजना मका आइरहेछ, म जस्तो टप त को छ र भन्ने मलाई फिल पनि भएको थियो अलिकति। त्यो 16 वर्षको केटीको दिमागमा चाहिँ भइहाल्छ नि, अब किन पढ्न पर्यो हो नि। जो पनि मसँग काम गर्न आइरहेछ, म्युजिक भिडियो पनि म त्यो टाइममा देखिनँ। अब यतिखेर आलोक दाईलाई सम्झेँ मैले, आलोक नेमाङ दाईलाई कति काम गरेको थिएँ उहाँसँग होइन। उहाँले पनि मलाई त्यतिखेर म्युजिक भिडियो, अब भूषण दाईसँग कति म्युजिक भिडियो होइन, त्यतिखेरको टप जो डिरेक्टर हुनुहुन्थ्यो प्रसन्न पौडेल दाईसँग कति म्युजिक भिडियो, जो पनि खोज्दै आइपुग्ने भनेपछि एउटा 16 वर्षको केटीको दिमागमा के हुन्छ। म त अब जहाँ पुग्नु पर्ने थियो पढेर 7 वर्षमा म अहिले पुगिसकेँ। सो आई रिमेम्बर आई ह्याड दिस टक विथ माई मम एन्ड ड्याड कि म एकदम अडल्ट भएर मैले मेरो मम ड्याडलाई अब किन पढ्न पर्यो, किनभने मलाई अलवेज फिल्म लाइनमा काम गर्न मन थियो। अब एक्सपोजर पनि पाइसकेँ, मिस टिन पनि भइसकेँ, टेलिभिजनमा काम पनि गरिसकेँ, आखिर पढेर जब गर्ने त हो नि। म जब पनि गरिसकेँ। जब सँगसँगै बिदा भएको दिनमा एक दिन फ्री छैन, घरि एउटा कुन एड क्याम्पेन खिच्न गएको छ, घरि के खिच्न गएको छ, घरि म्युजिक भिडियो खिच्न गएको छ। त्यसपछि त्यो टाइममा घरपेटी बा भन्ने एउटा सिरियल आउँथ्यो, आई डोन्ट नो इफ यु नो, यस्तो वाइल्ड पपुलर थियो त्यो सिरियल। मेरो नाम टिना थियो त्यो सिरियलमा होइन। अनि मलाई मान्छेहरूले लिटरली टिना भनेर बोलाउनुहुन्थ्यो कि बाटोहरूमा भेट्दाखेरि। अनि सो मेरो लागि त अब मैले पुगिसकेँ म सफलताको शिखरमा, योभन्दा माथि जान त ठाउँ छैन भन्ने। तर माई पेरेन्ट्स लाइक रियली हम्बल्ड मी क्या त्यतिखेर। उहाँले मलाई के भन्नुभएको थियो भने ठिक छ तिमी अहिले त यसरी पुरै व्यापक काम पाउँछौ, तर भोलि गएर वेन तिमीलाई लिडिङ रोल, एक्ट्रेस, हिरोइनको रोल तिमीलाई जब सुहाउँदैन नि, एउटा एज त आउँछ नि त, तिमी युल मच्योर, देन आफ्टर द्याट तिमीसँग केही क्वालिफिकेसन हुँदैन, देन वाट विल यु डु। सो क्वालिफिकेसनको लागि त तिमीले पढ्न पऱ्यो नि त, इभन इफ इट्स फिल्म मेकिङ, चाहे तिमी डिरेक्सन पढ, चाहे तिमी एडिटिङ पढ, वाट एभर, फिल्म मेकिङ तिमीसँग पढेर तिमीसँग डिग्री क्वालिफिकेसन भइसकेपछि भोलि तिमीले त्यहाँबाट स्टेप आउट गऱ्यो भने पनि तिमी एज अ प्रोडक्सन हाउस खोल्न सक्छौ, एज अ मेकर हुन सक्छौ, एज अ डिरेक्टर हुन सक्छौ। हो तिमीले गर्दै गर्दै पनि सिक्ला त्यो आफ्नो ठाउँमा छ, तर एउटा डिग्री जब मान्छेसँग हुन्छ उसलाई हेर्ने एउटा औदा, रेस्पेक्ट अर्कै हुन्छ। एन्ड यु डोन्ट वान बी वान अफ दोज हुसेस कि गर्दा गर्दै पढाइ पनि पढेको छैन रहेछ, यो A level भन्दा पढेको छैन। एन्ड आई थिङ्क द्याट रियली स्टेड विथ मी क्या द्याट डे। अनि मैले सोचेँ ठिकै छ त, कति वर्ष हो र ब्याचलर्स एन्ड मास्टर्स गर्न, 5-7 वर्ष त हो नि भनेर त्यो टाइममा एउटा म 16 वर्ष बल्ल 17 हुन लागेको केटीले सबै छोडेर, त्यो हाइफाई, त्यो चमक धमक सब छोडेर विदिन 6 months आई फ्लु टु अमेरिका क्या त्यो बेलामा पढ्नको लागि फिल्म स्कुल। अनि फेरि यति अर्डिनेरी लाइफ बाँचेँ मैले त्यहाँ। अनि मलाई अहिले पनि एकदमै आई सम्झेँ कि मलाई आई लभ द्याट फेज के, आई लभ द्याट फेज बिकज म फिल्म स्कुल गएँ त्यतिखेर, एकदम धेरै फिल्म स्कुलमा गएर पढ्ने खासै चलन पनि थिएन। अ लट अफ फ्यामिलीजले आफ्नो किड्सको त्यो ड्रिम सायद सपोर्ट पनि गर्नु हुँदैन थियो होला। सो मेरो स्कुलमा नेपाली नै थिएन क्या त्यतिखेर, बिकज म फिल्म स्कुल पढेको हो नि त। सो विच मिन्स मलाई खासै कसैले नचिन्ने। सो म त्यहाँ एकदम सिम्पल ग्रोसरी स्टोरमा पनि काम गर्थेँ, रेस्टुरेन्टमा एज अ वेटर पनि वेट्रेस काम गरेँ मैले 4 years। बिहान म कलेज जान्थेँ भने बेलुका म मेक्सिकन रेस्टुरेन्टमा काम गर्थेँ होइन। अनि द्याट रियली हम्बल्ड मी, लाइफको अर्को पाटो देखेँ। अनि त्यसले गर्दाखेरि पनि आई थिङ्क आई डोन्ट टेक सक्सेस, आई डोन्ट टेक एनिथिङ फर ग्रान्टेड, आई डोन्ट टेक लाइफ फर ग्रान्टेड। त्यो अमेरिकाको बसाइले चाहिँ तपाईँलाई ग्राउन्डेड हुन सिकायो एकदमै। किनभने म त अब कस्तो फेजमा गएको थिएँ नि, मैले भने म त टप नेपालमा त्यतिखेर त 16 वर्षमा टप होइन।
तर अब त्यहाँ गइसकेपछि तर एकदम इन अ गुड वे है भन्नुको मतलब त्यहाँ गएर कसले चिन्दैन होइन कि इन अ गुड वे कि लास्टमा गएर तपाईँको फेम सक्सेस पपुलारिटी के हो र एक्चुली सबै टेम्पोररी हो इट्स अल टेम्पोररी तपाईँ यु हेभ टु बी गुड हियर यु हेभ टु बी ओके हियर तपाईँ जे काम गर्दै हुनुहुन्छ यु हेभ टु लाइक द्याट जस्तो मैले अहिले भनेँ नि म जुन चलचित्र बनाइरहेको छु आई हेभ टु लाइक इट के मैले अरूसँग भ्यालिडिटी अरूले के भन्छ अरूको अप्रुभल खोज्ने होइन नि त म आफूमा कन्टेन्ट हुनु पऱ्यो म आफूमा खुसी हुनु पऱ्यो कन्टेन्ट ह्याप्पी विथ एभ्रिथिङ चलचित्र एउटा पाटो भयो विथ माई लाइफ विथ माई चोइसेस एभ्रिथिङ होइन र लाइफ बाँच्दै गर्दाखेरि कहिलेकाहीँ अप्स एन्ड डाउन्स तलमाथि आफूले चाहेको जस्तो जहिले पनि हरेक चिज नहोला होइन कहिलेकाहीँ आफूले ए सोचेको बेला जेड आइदिएला होइन तर त्यो पनि लर्निङ एक्सपिरियन्स हो कि किनभने द मोस्ट डेन्जरस स्टर्म पछि पनि त सबभन्दा ब्युटिफुल रेनबो आउँछ नि त एक्ज्याक्टली सो त्यो रेनबो त आउँछ नि त एक दिन 3 दिन पानी पऱ्यो भन्नेमा 3 वर्ष त पर्ने होइन नि त तर त्यो 3 दिन त धैर्य धारण गर्न सक्नु पऱ्यो नि त दिस इज अ पार्ट अफ माई लाइफ भनेर सो त्यो आफू त्यो ग्राउन्डेड हुनु होइन लाइफको यो फरक पाटोहरूलाई लिन सक्नु आई थिङ्क एउटा बिग पार्ट अफ मेरो त्यो लर्निङ मेरो अमेरिका बसाइमा पनि भएको थियो जस्तो लाग्छ कि मलाई वेयर आई वाज जस्ट अ स्टुडेन्ट के नर्मल स्टुडेन्ट पढ्थेँ फर्केर आउँथेँ रेस्टुरेन्टमा काम गर्थेँ कहिलेकाहीँ कलेज नभएको दिन स्याटरडे सन्डे बिहान एउटा ह्याप्पी सिंह भन्ने एउटा एकदम राम्रो पन्जाबी फ्यामिली हुनुहुन्थ्यो उहाँको ग्रोसरी स्टोर थियो त्यहाँ बिहान म भेजिटेबल्स पनि बेच्थेँ फ्रेस भेजिटेबल्सहरू ग्रोसरीहरू बेच्थेँ सो द्याट वाज अ डिफ्रेन्ट लाइफ किन छोडेर आएछु यो मेरो त नेपालमै राम्रो थियो त म त्यो त्यहाँ त अब त्यो अलिक दुःखको काम भयो नि त त्यो होइन त्यो गर्दाखेरि चाहिँ त्यहाँ बसिरहँदाखेरि त्यो फिलिङ्सहरू चाहिँ आयो कि आयो अलिअलि आयो अनेस्टली अलिअलि आयो बिकज यतिखेर म यङ छु नि त मेच्योर छुइनँ एक दिमागमा त टक्क सब छोडेर आएको छु भन्ने फिल भएको छ होइन अझ त्यो टाइममा के पनि भएको थियो भने मिसन पैसा भन्ने चलचित्र जुन सिमोसजीले बनाउनु भएको थियो त्यो छोडेर गएको हो म बिकज मेरो भिजा लागेर सानो संसार भन्ने चलचित्रमा खासमा मैले यो अस्ति अर्को ठाउँमा पनि भनेको छु यो कुरा गम्भीरजी र म फाइनल अडिसन दिएर गम्भीरजी र म एउटा एज अ पेयरको रूपमा लन्च हुनुपर्ने थियो तर जब म अमेरिका जान्छु भनेपछि बिचरा गम्भीरजीले पनि त्यो मुभी पाउनु भएन त्यसपछि जोडी नै चेन्ज भयो कि सो एक मनमा यो 16 वर्षको केटीलाई फिल्म डिजिटल भइरहेछ उता बसिरहेको छु कागबेनी भन्ने फिल्म आयो सानो संसार भन्ने फिल्म आयो आफूलाई थाहा छ है आफूले अडिसन गरेको फिल्म हो लास्ट फेजमा पुगेर आफूले छोडेर आउनु परेको त्यसपछि मिसन पैसा आयो सिमोस सुनवारको यस्तो बबाल एक्सन फिल्म ओहो यो त मैले अडिसन गरेको थिएँ यसमा पनि म हुन्थ्यो भने सो त्यसले अलिकति त हानिहाल्छ नि हान्दैन त त्यसले ट्रिगर चाहिँ गर्यो भन्नाले अब कहिलेकाहीँ देवर सम डेज भन्दा यस्तो बी लाइक ला सबै छोडेर आएँ अब 6-7 वर्षमा फर्केर जाँदाखेरि इन्डस्ट्रीले मलाई फेरि एक्सेप्ट गर्छ कि गर्दैन मेबी इट्स गोना बी टु लेट भन्ने पनि फिल थियो तर पनि होइन त्यसलाई पनि फेरि साइड लगाएर होइन म पढ्न आएको छु म पढ्छु आई डु माई थिङ द्याट आम हियर फर अनि म फर्केर जान्छु भन्ने एउटा माइन्डसेट थियो तर मैले एउटा काम चाहिँ के राम्रो गरेँ भने यो थ्रु आउट दिस जतिजनासँग पनि मेरो एकदम राम्रो रिलेसनसिपहरू थियो जस्तो सूरज दाई भयो भूषण दाई भयो प्रसन्न पौडेल उहाँकै चलचित्रबाट मैले डेब्यू गरेँ हो सो म उहाँसँग एकदमै इन टच थिएँ कि उताबाट पनि सो जब म मेरो फाइनल इयर 2011 को एन्डतिर अब म नेक्स्ट इयर जान्छु भन्ने एउटा माइन्ड प्रिपेयर गरिसकेपछि चाहिँ मैले सबैलाई कन्ट्याक्ट गर्न थालेँ म आउन लाग्छु जस्तो नवराजजी जो हुनुहुन्थ्यो हाम्रो घरपेटी बामा उहाँ नै हुनुहुन्थ्यो नि त मेरो अपोजिट उहाँले पनि अब म फिल्म मेकिङतिर लाग्छु भन्ने सुन्ने बित्तिकै उहाँलाई पनि लेखेँ त्यसपछि उहाँले बनाएको चलचित्र हो कलिउड भन्ने सो उतैबाट कुरा गर्दै गर्दै मान्छेसँग म आउँदैछु है टाइपको किनभने आफू पनि त फेरि फर्केर आउनुको लागि त माहौल बनाउनु पऱ्यो ला मलाई मान्छेले बिर्स्यो कि बिर्सेन भन्ने एउटा चेक हाई हेलो टाइपको त्यो गरी अनि ठ्याक्क 2012मा फर्केर आउँदाखेरि पनि मलाई स्टिल याद छ मेरो जुन अपार्टमेन्ट थियो म त्यतिखेर न्युयोर्कमा बस्थेँ त्यो अपार्टमेन्ट 6 मन्थ्सको लागि चाहिँ मैले छोडेको थिइनँ 6 मन्थ्सको रेन्ट दिएर अब जे पनि हुनसक्छ नि त फर्किनु पनि पर्ने हुनसक्छ अब यहाँ राम्रो भएन भने त म उतै गएर केही न केही गर्छु भन्ने सोचले चाहिँ एउटा ओपन माइन्ड राखेर म आएको थिएँ तर बाई गड्स ग्रेस यति राम्रो भयो कि त्यो अपार्टमेन्ट छोड्नलाई पनि फर्केर जान भ्याइन मेरो भाइले नै सबै सामान प्याक गरेर पठाइदिएर त्यो अपार्टमेन्ट सबै छोडिदिएर मेरो सामान यता पठाइदिएको थियो कि मलाई सो त्यसपछिबाट चाहिँ आई वुड से आई नेभर ह्याड टु लुक ब्याक के एकदम राम्रो बाई गड्स ग्रेस होइन एकदम धेरै राम्रो वेलकम पाएँ सबैजनाले मायाले एकदम वेलकम गर्नुभयो इन्डस्ट्रीले पनि अडियन्सले पनि अनि त्यो दिनदेखि अहिलेसम्म दौडेको फेरि फुल स्पिडमा ब्रेक कहिले पनि लागेन खासैले ब्रेक लागेन जस्तो लाग्छ तपाईँ प्रेग्नेन्ट हुँदाखेरि पनि प्रेग्नेन्सीमा ब्रेक ल्याएको थियो तर त्यतिखेर होल वर्ल्डले पनि ब्रेक ल्याएको थियो ब्रेकलाई ब्रेक भन्न मिलेन ठ्याक्क त्यो टाइमिङ चाहिँ मिलाएको थियो मेरो लागि चाहिँ कोभिड र प्रेग्नेन्सीको एकै टाइम भएको भएर
होल वर्ल्डले पज भएको थियो नि त त्यो टाइममा चाहिँ तपाईँले अमेरिकामा ब्याचलर्स र मास्टर्स गरेर नेपाल फर्किनु भयो हजुर अनि त्यस पछाडि थ्री लभर्स गर्नुभयो फर्स्टमा खास मेरो बेस्ट फ्रेन्ड गरे हो प्रसन्न पौडेलजीको तर त्यो विभिन्न कारणले फर्स्ट रिलिज चाहिँ भएन कि थ्री लभर्स मेरो सेकेन्ड चलचित्र हो मैले सुटिङ गरेको क्रममा चाहिँ तर रिलिजको क्रममा त अब हामीले डेब्यू त रिलिजलाई मान्न पर्यो नि त सो फर्स्ट रिलिज चाहिँ थ्री लभर्स भएको मेरो बेस्ट फ्रेन्ड त सायद 8औं कि 9औं रिलिज हो मेरो रिलिजै भएन धेरै वर्षपछि सेकेन्ड रिलिज त कलिउड होला हो त्यसपछि भिजिलान्ते भन्ने गरेँ त्यो नेपाल्स फर्स्ट 3D त्यहाँबाट झोले गरेँ त्यसपछि नाइ नभन्नु ल गर्दै त्यसपछि त खासै एकदमै बुमै भयो त्यसपछि त अनि काम भयो छक्का पन्जाहरू त्यसपछि लगातार सबै आइहाल्यो सो कोरियोग्राफ हेर्न पऱ्यो भने त म आई थिङ्क आम भेरी लकी नै भन्छु म बेस्ट अफ द बेस्ट मेकर्ससँग सुरुदेखि डे 1देखि काम गर्न पाएको अहिलेसम्म गरेछु सो यो यति समयसम्म काम गर्दाखेरि सरी मैले त्यो चाहिँ हेर्न बिर्सेछु कि तपाईँले नेसनल अवार्ड जुन सरकारले दिन्छ त्यो चाहिँ प्राप्त गर्नुभयो कि भएन एनएफडिसी नेसनल अवार्ड भन्ने पनि हुन्छ होइन त्यो चाहिँ थियो तर जुन गभर्मेन्टबाट आउने नेसनल अवार्ड त मैले प्राप्त गरेको छैन त्यो चाहिँ प्राप्त गर्नुभएको छैन अरू अवार्ड्सहरू त हो अरू अवार्ड्स त अब कति छ अवार्ड्स त अनगिनत नै अवार्ड्सहरू छ त्यो अवार्ड्सहरू हेर्दाखेरि पनि आफूलाई खुसी महसुस हुन्छ डेफिनेटली अवार्ड्स भनेको जहिले पनि एउटा इन्करेजमेन्ट हो होइन तपाईँले राम्रो काम गरिरहनु भएको छ र कसैले तपाईँलाई शाबास भनेर एउटा अवार्ड दिन्छ भने त्यसले झन् धेरै प्रोत्साहन मिल्छ जस्तो लाग्छ मलाई अझै राम्रो काम गर्दै जाउँ भन्ने खालको रेस्पोन्सिबिलिटी आउँछ स्टोरिज विथ सुजन